Hello guys. Hello Bandeu. Hi Bandeu. Hi, namaste Topiye. ढक दिया हर दोस्तन ढक दिया नमस्ते ढक दिया नमस्ते आज कति गते अरे मंगली 5 गते कि 6 गते 6 गते टुडे इज अप्रिल हैन मे अप्रिल मे मे 20 के हुँदैन हेर मंगली यसो मेमोरी हुन्छ आज अहिले हालौँ ले भन्नु नमस्ते ढक दिया नमस्ते ढक दिया तिम्रो हेराइले मेरो धड्कन रोक दिया हेराइले मेरो धड्कन रोक दिया त केही होइन अब हामी दुईजनालाई निसैलो लाग्ने भयो गाइज कति दिनपछि रिकभर हुने हो हामी थाहा छैन है लाग्छ होला टाइम त धेरै टाइम लाग्छ होला जस्तो छ दिस इज अ स्वयम्भूनाथ हजुर घुम्न जान सक्नुहुन्छ हामी लुम्बिनी पनि जान सक्नुहुन्छ यो चाहिँ नेपालको फेमस प्लेसहरू हुन् गाइज आउन सक्नुहुन्छ हजुर मेरो ब्लग विश्वको कुन कुनादेखि हेर्नुहुन्छ त्यही कुनादेखि आउन सक्नुहुन्छ नेपाल भिजिट नेपाल 2025 लाई सफल पार्न सक्नुहुन्छ खैले भाइ कस्तो घुमाउँदो है क्या हो ढले 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 पल्लाई पल्ला म गेम खेलौँ आइए कुन गेम 10 वटा अहिले गाई त 5 मिनेट पछि भेटौँला हामी एउटा गेम खेलियो हजुरलाई गेम देखाउन गइरहेछौँ 5 मिनेट पछि देख्नुला ओके बाइ सी यू हेलो गाइज यो चाहिँ मेरो रुम हो आज हामी चाहिँ दुईजना मात्रै छौँ स्वस्तिमा चाहिँ गइसकिन् ऊ चाहिँ मनिषा बुढा अनि यो चाहिँ हाम्रो रुम अनि यो हाम्रो रुम भनेपछि यो रुम हो अनि यो पनि अर्को रुम हामी चाहिँ बाहिर जान लाग्यौँ एकछिन काठमाडौँ भ्यालीको भ्यू हेर्न सक्नुहुन्छ त्यसको भ्यू अब काठमाडौँ भ्याली हेर्न सक्नुहुन्छ कहाँदेखि कहाँ भनेपछि यो चाहिँ हामी बस्ने रुम उतापट्टि हो यो चाहिँ उता उहाँ जोरको माथि चाहिँ उयो के अरे यो चाहिँ कहाँ भनेपछि बुढा नीलकण्ठ मन्दिर त्यो चाहिँ बुढा नीलकण्ठ मन्दिर यो चाहिँ कहाँ हो भनेपछि भटिया पुल त्यो चाहिँ त्यो लाइटवाला चाहिँ भटिया पुल हो उता चाहिँ भक्तपुर उता चाहिँ त्यो लाइटवाला चाहिँ ग्रिन्डी हस्पिटल हो गाइज ग्रिन्डी हस्पिटल हाम्रो रुमदेखि देखिने यो चाहिँ भ्यू हो यो चाहिँ हाइट म चाहिँ छतमा जान लागेको गाइज यो चाहिँ हाम्रो घरबेटीको चाहिँ घर हो घरबेटीको घर म चाहिँ छतमा जान लागेको हामी चाहिँ छतमा जाने बाटो चाहिँ देखिँदैन त म हेलो गाइज आयो म घोस्ट कि घोस्ट के भन्छ नि त्यस्तै लाइक यो चाहिँ मनोमाइजू रोड भन्नाले उहाँ जाने मनोमाइजू मन्दिर जाने रोड अहिले चाहिँ गाडीहरू चलिरहेको है गाइज हेर्नु गाडीहरू यो चाहिँ नागपोखरी जाने चाहिँ रोड यो चाहिँ हामी बस्ने घर यो चाहिँ हजुरहरू आउन सक्नुहुन्छ मासु किन्न सक्नुहुन्छ यहाँदेखि मासु लगेर जान सक्नुहुन्छ यो चाहिँ हाम्रो घरबेटीको घर हो गाइज यो चाहिँ काठमाडौँको नाइट भ्यू भन्नाले मेरो रुमदेखि देखाउँछु हेर्नु गाइज मेरो रुमदेखि कतिको राम्रो देखिन्छ भने थाहा हुन्छ हजुरले देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो रुम जाने बाटो यो चाहिँ भ्युज देखिसक्नु होला यो चाहिँ हाम्रो रुम
दिस इज माई रुम गाइज। रुम यहाँदेखि हेर्न सक्नुहुन्छ काठमाडौँ भ्यालीको भ्यूज। मेरो रुमदेखि यति क्लियर देखिन्छ कि कुरै छोडिदिनु राति झन्। यहाँ चाहिँ मनिषा बुढा पढ्न लाउनु भएको छ। हेलो हाई गाइज भन्देऊ त। यो चाहिँ हाम्रो रुम, यो चाहिँ नेपालको झन्डा, त्यो चाहिँ गुडिया। दिस इज अ डल, बेबी डल। दिस इज अ स्मल लिटिल गिफ्ट भन्ने नै। यो चाहिँ हाम्रो रुम। पहिला यता बेड थियो, बेचिसक्यौँ। यो चाहिँ मेरो बेड। ओ बाबु हाई भनिदेऊ, हाई गरिदेऊ। यो चाहिँ हाम्रो रुम। ऐना, यो चाहिँ ऐना माथिको चाहिँ भनेर हेर्न सक्नुहुन्छ। यहाँदेखि म हजुरलाई देखाउन गइरहेको छु। यहाँदेखि भने चाहिँ ओ हेर्नु यति क्लियर भ्यू छ कि कुरै छोडिदिनु, कुरै छोडिदिनु। गोलो गोलो बनाएर यो माथिको चाहिँ नदेखाऊ यत्तिका। माथिको चाहिँ कति यो पुरै बनाउने? अद्धि बनाऊ, अद्धि। के तातो इगन के गेम हुँदा नि यत्रो भरन्जेलसम्म त धेरै लाग्छ होला नि टाइम त। Views guys, this is a beautiful views, breathtaking views of Kathmandu. Looking for my room भनेर चाहिँ हो त्यति गर हैन मङले। त्यसपछि सर्ट खेलौँला। ओके भयो डन। हैन अलि नाम लेख्ने हैन, यस्तरी काट्दै राख्नु। मेरो हातले एउटा हातले समात्छु। यस्तो गरौँ अनि अलिकति यता म यस्तो टेबलमा यस्तो तरिकाले बस्छु नि। फर्स्ट कसको बडी मिल्दो रहेछ नि। बिस्तारै खेलाइए। ओके टाइम पास हुने अरे। यस मोबाइल हेर्नुभन्दा त हैन कति बोरिङ लागिरहेको यता हेर्दै गर्नु होला गाइस, को जित्दो रहेछ, कसको बढी आउँदो रहेछ, कसको बढी पोइन्ट आउँदो रहेछ है। पोइन्ट आयो भने खतरा तरिकाले आउँछ पोइन्ट हैन। डाइलग हार्नु हुन्छ। मारो मुझे मारो। अघिदेखि राख्नु भएको थियो क्या त्यही गर्ने भनेर। बस गया, हम भी बच गया रे। क्या हुआ? अब कुन चलाउने हो? एउटा चलाउने क्या दाइ। चलाउनु दुईटा मात्रै दिने हो। मलाई उल्टो पर्यो त म उल्टो लेख्छु है। Oh my god.
कति धेरै बिहा गयो यति नै गयो एक ठाउँ त दिनै पर्यो गीता भाइ स्टार्ट तपाईँको दिनु पालो ओके डन डन मैले लाउने लाउनु कस्तो झुक्याउनु भएको हार गए मैं हार गया गाइस क्या करूं मेरो त ओन्ली 6 हो दाइको त कति 9 तेरो हप्पै यो तेरो अब 11 वटा भइसक्यो दाइको त आमा मलाई त दिनु भयो नि धेरै मैंने यतादेखि गर्दै भन हार गए आई एम लस्ट मेरो दाइ लास्ट दाइको पालो नै आउन नि अब म फर्स्ट दाइ पालो नै आएन नि अब गर्नु कसको अरे मैले हारे 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 मेरो त 25 M25 B कति है B5 1 2 3 4 5 6 7 8 9 10 11 ओन्ली 11 फर्स्टमा लास्ट ओके गाइज आज सकियो गेम अब यस्तै यस्तै भोलि पर्सि बनाउँदै गर्छौँ हामी हेर्दै गर्नु होला ओके बाई टाटा अब गुड नाइट होइन अब स्विट ड्रिम गुड नाइट टेक केयर ओके बाई टेक केयर गुड नाइट फिगर पनि खाए उनमा एमा हैन देखाउँदै कस्तो बनाइरहेछौ पहिलाको प्रोजेक्ट गर्दाखेरि धेरै राम्रो छैन इन्जिनियर साहबको फिगर चित्र राम्रो छैन अर्को यो चाहिँ मेरो ह्यान्डराइटिङ हो गाइज पनि छ यहाँ ओके बाई हेभ अ गुड नाइट अनि हेभ अ स्विट ड्रिम टेक केयर गुड नाइट बाई टाटा गाइज बाई